यो जेनजी जेन अल्फा भन्ने नेपालीको आविष्कार होइन, पश्चिमा प्रोफेसरहरू अमेरिकाका प्रोफेसरहरूले बनाइदिएको सबै जेनजी नै भन्ने भयो। हुन त त्यो एउटा पुस्ता हो। तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईहरूलाई सुम्पिने सङ्कल्प सपना हामीले देख्नुपर्छ र युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठाने र आज तपाईहरूलाई स्वागत गर्दै गर्दा र देशभरिका युवाहरूको अगाडि उभिएर मैले दुई शब्द राख्दै गर्दा अब हाम्रो सपना तपाईहरूलाई वैचारिक, राजनैतिक, भावनात्मक, संगठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ। आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने सङ्कल्प गर्ने अवस्था हो आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिटै त्यो निर्णय पनि गर्दैछौँ। नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु र म तपाईहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिले देश एकातिर जेनजी आन्दोलनले झकझक्याएर सबैलाई आत्मसमीक्षा गर्नुपर्ने, आत्मआलोचना गर्नुपर्ने, आफ्ना कमजोरी सच्याएर नेपाल निर्माणमा अगाडि बढ्ने नयाँ सङ्कल्प लिनुपर्ने ठाउँमा छ भने अर्कोतिर कहीँ न कहीँ देशलाई कमजोर पार्ने, कहीँ न कहीँ नेपाल राष्ट्रको राष्ट्रिय स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता, नेपाली जनताको सार्वभौम सत्तालाई कमजोर पार्ने खेलहरू पनि चलिरहेकै छन्। त्यसकारण राष्ट्र पहिलो, देश पहिलो भन्ने भावनाका साथ हामी सबै पुस्ताका नेपालीहरू एकजुट